सबै अमेरिका अस्ट्रेलिया कि जापान कोरिया नसके खाडी त्यहाँ पनि नसके जान्छन् दार्जिलिङमा बोक्नको लागि भारी। सम्भवतः अहिले जतिजना पनि कृषिमा आबद्ध हुनुभएको छ उहाँहरू लास्ट जेनेरेसन अफ फार्मर्स हो हाम्रो देशको, किनभने उहाँहरू पछिको कोही सन्ततिलाई कृषि गर्नु छैन, किनभने कृषि नीति नै त्यस्तै छ। विगतको 4 वर्षदेखि मेथाङ पर्माकल्चर फार्म सञ्चालन गर्दै आइरहेको मेरो हैसियत र एक्सपिरियन्सले बोलेको, मैले हावामा बोले होइन, मान्छे कोही पनि छैन। गाउँमा गरिब जनतालाई एउटा जाबो प्लास्टिकको टनेल बनाएर तरकारी खेती गर्छु भन्दाखेरि त्यो प्लास्टिक लिनको लागि पालिकाको अफिस धाइ गर्नुपर्छ, त्यही पनि बाटो टाठोले उडाइसक्छन्। सिँचाइको लागि भनेर पाइप दिएको हुन्छ, तर त्यही बाटो टाठो टाउकेहरूको घर घरमा अध्यक्ष उपाध्यक्षहरूको घर घरमा पाइप नपुगेसम्म गाउँको मान्छेले पाइप पाउँदैनन्। नभने बेलामा बिउ पाउँछन्, नभने बेलामा मल पाउँछन्। कृषिको लागि यत्रो बजेट छुट्याएको हुन्छ, त्यो छुट्याएको बजेटबाट यही टाउके दलालहरू कर्मचारीहरू बाटो टाटो मान्छे मिलेर त्यो पैसा सबै फ्रिज गर्छन् कि त खाइदिइ सक्छन्। जिन्दगी फुल नरोपेको मान्छेलाई कृषि अनुदान भनेर करोडौं पैसा डुबाएको हुन्छ। अनि जो मान्छे साँच्चीकै कृषि गर्छु भने हुन्छ नि उनीहरू त हेरेको हेरे हामीहरू त हेरेको हेरे गरेर बस्नु बाहेक अरू केही विकल्प छैन। बल्ल 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 दुःख गरेर उत्पादन गर्यो, बेच्न जाने बेलामा इन्डियाबाट ट्रक चढी आइपुग्छ सामान सस्तोमा, दुनियाँ थरी पेस्टिसाइड हालेको। अनि हाम्रोमा यहाँ गोलबेडा पनि फाल्नु परेको छ, दुध पनि घोप्टाउनु परेको छ, अनि त्यो फालुन्जेल घोप्ट्याउन्जेल यस्तो प्रोडक्टलाई भ्याल्यु एड गरेर बेच्न सकिन्छ है भनेर हाम्रो कृषि विभागले ट्रेनिङ दिन पनि सक्दैन। सक्छ त? 1974 देखि लेट 1980 सम्म नेपालले चामल एक्सपोर्ट गर्थ्यो। इन्डिया, चाइना, वहाँ कोरियासम्म पुग्थ्यो नेपाली चामल। अहिले यङ, एनर्जेटिक, एन्थोजियास्टिक, एजुकेटेड अनि पावरफुल युवाहरू एक्सपोर्ट गर्छौँ। अनि यहाँ चाहिँ दाल, चामल, पिठो, माछा, मासु, तरकारी, फलफुल, बिउ, मल, फुल सबै इम्पोर्ट गर्नु परेको छ। हाम्रो देशको यो कृषि मन्त्रीलाई इन्डियाबाट ट्रक चढेर आएको चामल घिच्न लाज लाग्दैन रे? चाइनाबाट आएको गुन्द्रुक खान लाज लाग्दैन रे? कसरी छिर्छ त्यो घाँटीबाट? मैले अस्ट्रेलियामा कमाएर लिएर आएको पैसा म कृषिमा लगानी गर्छु भन्दा मान्छे हाँस्छन्। कृषि प्रधान देशमा कृषिमा म लगानी गर्छु भन्दा मान्छे हाँस्छन् भनेपछि यो जतिको दरिद्रहरू के हुन सक्छ र भन्नुहोस् त? त्यही भएर यो देशलाई साँच्चीकै केही गर्ने हो, कृषि क्रान्ति गर्ने हो भने सबैभन्दा पहिला कृषि विकासको रणनीति परिवर्तन गर्नुपर्छ। होइन भने तपाईँहरू जस्तो कर्मचारी र मन्त्रीमण्डल परिवर्तन गर्नुपर्छ। मैले अहिले यहाँ कम्प्लेन मात्रै लिएर आएको छैन, सजेसन पनि लिएर आएको छु। 7 प्रदेश 77 जिल्लामा विभाजन गरिएको हाम्रो देशमा अहिले महानगरपालिका नगरपालिकाको कुरा नगरौँ, गाउँपालिकाको मात्रै कुरा गरौँ, हाम्रो देशभरि गर्दाखेरि 460 वटा लोकल गभर्मेन्ट अफिस गाउँपालिका अफिसहरू रहेको छ। प्रत्येक गाउँपालिकामा कृषि विभाग छ या कृषिसँग सम्बन्धित अफिस छ। मेरो सजेसन के हो भन्दा प्रत्येक गाउँपालिकाको कृषि विभागमा एउटा कोल्ड रुम र स्टोर रुम बनाउने, पालिकाभरि उत्पादन भएको कृषि वस्तुहरूलाई सरकारले रेट तोक्ने, बिचौलिया दलालहरूले होइन, सरकारले तोकेको रेटमा पालिकाको कृषि विभागले कृषकसँग किन्नु पर्यो। अनि पो किसानहरू पनि हौसिन्छन् त यार। 15 किलो डल्ले खुर्सानी गर्दाखेरि पालिका कृषि विभागले क्या मजाले किनिदियो, अर्को पालिमा 50 किलो गर्छु, अर्को पालिमा 500 किलो गर्छु भनेर हौसिन्छन् नि त किसानहरू पनि। कृषि विभागमा काम गर्ने कर्मचारीहरू, अधिकृतहरू, कृषि अनुसन्धानमा काम गर्नेहरूले अब कसरी फलाउने, के फलाउने मात्रै अनुसन्धान गरेर भएन, त्यो फलाएको कुरालाई कसरी बेच्ने, कहाँ लगेर बेच्ने पनि अनुसन्धान गर्ने तपाईँहरूको जिम्मेवारी हो के? किसानले त गर्यो त, जिन्दगी नफले ड्रागन फ्रुट, किवी, एभोकाडो नेपालमा फलिसक्यो त, किसानले त गर्यो त। अब तपाईँहरूको पालो हो नि त अनुसन्धान गरेर कहाँ कहाँ मिलाउने भनेर। जस्तै फर एक्जाम्पल दोलखामा किवी र नासपाती एकदम राम्रो हुन्छ, सर्लाहीमा आँप र लिची साह्रै राम्रो हुन्छ भने सर्लाहीको आँप र लिची दोलखामा ल्याउने, दोलखाको किवी र नासपाती सर्लाहीमा ल्याउने, त्यस्तै गरेर देशभरि उत्पादन भएको कुरा एउटा ठाउँबाट अर्को ठाउँ, अर्को ठाउँबाट अर्को ठाउँ गरेर देशभित्र बेच्ने। बेच्न नसकेको कुराहरू आमा समूह, एकल महिला समूहहरू जस्तो समूहसँग सामिप्यता गरेर भ्याल्यु एडेड प्रडक्ट, अचार, तितौरा, सस डिहाइड्रेटेड गरेर बेच्ने, बेचेको पैसाले त्यही समूहहरूको विकासमा लगाउने। मान्छेहरू चन्द्रमा पुग्ने कुरा गर्छन्, मार्समा मानव सभ्यता सुरु गर्ने कुरा गर्छन्। मैले त खालि गाउँपालिकाको कृषि विभागमा एउटा स्टोर रुम र कुल रुम बनाइदिउँ, गभर्मेन्टले प्राइस तोकिदिउँ अनि कृषि विभागले कृषकसँग किनौँ भने मात्रै हो है। हामीले पैसा कस्तो कस्तो भ्यू टावर बनाएर खर्च गर्यौँ, टोले पछि वेलकम लेखेको गेट बनाएर पैसा खर्च गर्यौँ भने यो 460 वटा मात्रै हो। 460 वटा गाउँपालिकाको अफिसमा स्टोर रुम र कुल रुम बनाउने कुनै ठुलो कुरा होइन, गर्न नसकिने कुरा होइन, गर्न सकिने कुरा हो। जबसम्म हाम्रो देश कृषिमा आत्मनिर्भर हुँदैन, कृषि प्रधान देश हो नि त, कृषिमा आत्मनिर्भर हुँदैन तबसम्म हाम्रो देशमा केही पनि हुनेवाला छैन। अनि अर्को कुरा यो जुन 15 वटा मुद्रा आउने कुरा छ होइन, डिप्लोमेसी भन्ने कुरा पनि हुन्छ कि। 15 वटा मुद्रा आउँदैछ भने हामी के जतिखेर पनि हात थापेर माग्ने देश हो हाम्रो, जतिखेर पनि मागेरै मात्र बसिरहने।
15वटा मुर्रा आउँदैछ भने थ्याङ्क यू भेरी मच मोदीजी 15वटा मुर्रा दिनुभयो। तर हाम्रो हिमाली क्षेत्रमा हुने जस्तो चौरी गाई तपाईँको देशमा हुन्छ जस्तो मलाई लाग्दैन। 15वटा होइन 50वटा चौरी गाई लिएर जानुहोस् भने दुध खानुहोस् भनेर आफू माथि पर्न सकिँदैन। एउटा देशले चाहिँ दिएको त्यही गर्ने, अर्को देशले चाहिँ मागेको मागे गर्ने भनेपछि दुई देश बीचको सम्बन्ध राम्रो हुने होइन, हेप्ने बाटो मात्र